नमस्कार, यहाँहरू सबैलाई स्वागत छ तपाईको आफ्नो युट्युब च्यानल लोकसेवा पोइन्ट्समा, जहाँ हामी तयारी गर्छौँ जीके र आइक्यू। र आज म तपाईहरुको बीचमा लिएर आएको छु लार्जेस्ट स्मलेस्ट फ्र्याक्सन, यानी कि ठुलो र सानो भिन्न कसरी छुट्याउने। र यो सम्बन्धी भिडियो म एउटा अपलोड गरिसकेको छु, त्यो अवश्य प्लेलिस्टमा गएर हेर्नु एकचोटि, किनभने त्यसमा अति नै इम्पोर्टेन्ट ट्रिकहरू मैले राखिदिएछु र केही अझै ट्रिकहरू बाँकी रहेकोले म यो पार्ट 2 लिएर आएको छु। र आज म तपाईहरुको बीचमा राख्दैछु कन्डिसन एउटा कि अंश यानी कि न्युमेरेटर, हैन, अंश यानी कि न्युमेरेटर बराबर भएको अवस्था, बराबर यानी कि यसलाई हामी सेम भन्न सक्छौं, सेम भएको अवस्था, यानी कि यस्तो भिन्न जसको न्युमेरेटर यानी कि अंश बराबर छ भने त्यसमा कसरी छुट्याउने, कुन ठुलो हो र कुन सानो। हेर्नुस्, ध्यान दिएर यसको लागि म एउटा क्वेशन राख्दै छु। जसरी 3/2 मैले राखेँ, 3/4 राखिदिए, 3/5 राखिदिए, 3/6, हैन, यसरी मैले राखिदिए। अब यसमा हेर्नुस् त, यो सबैको अंश यानी कि न्युमेरेटर के छ, बराबर छ। के छ, बराबर छ। अब यो अंश बराबर भएको अवस्थामा अंश जसलाई हामी न्युमेरेटर भन्यो त्यो के छ त, बराबर छ, हैन, के छ, बराबर छ। अब यो बराबर भएको अवस्थामा कुन ठुलो र कुन सानो होला, यो बुझ्नको लागि यो माथिको जुन अंश छ त्यसलाई हामी सम्पत्ति बुझिहालौं। के बुझिहालौं, सम्पत्ति। यो चाहिँ के हो त, सम्पत्ति हो। माथिको जे छ त्यो सबलाई सम्पत्ति बुझ्नु। त सम्पत्ति भनेको समान हो, यानी कि एकै किसिमको रहेको छ। र तलको जुन हर छ जसलाई हामी डिनोमिनेटर भन्छौं त्यसलाई हामी के बुझ्नु भने अंशयार बुझ्नु। के बुझ्नु, अंशयार। अंशयार भन्नाले दाजुभाइ कति भागबाट लगाउने हो यिनीहरू, हैन, त्यो कुरा चाहिँ बुझ्नुपर्छ। अब हेर्नुस् यहाँ, यो 3 भनेको 3 लाखको सम्पत्ति बुझ्नुस्, यसलाई पनि 3 लाख 3 लाख 3 लाख बुझ्नु। अब यसमा 3 लाख सम्पत्ति छ भने 2 ले भाग गर्नुस्, यानी कि 2 भाग लगाउनु छ। त्यो 2 भाग लगायो भने हामी कति पाउँछौं, 1.5 लाखको, हैन। यही 3 लाखलाई 4 भाग लगायो भने त्यो भन्दा पक्कै कम पर्छ, हैन, किनभने 2 भागमा 1.5 लाख पर्यो भने 4 लाखमा कहाँ त्यति पर्छ। 4 भाग गर्यो भने कम हुन्छ, फेरि 5 भाग लगायो भने अझै कम हुन्छ, 6 भाग लगायो भने अझै कम हुन्छ। यसबाट प्रष्ट भइहाल्यो कि जसको जुन भिन्नको हर सानो छ, हर के छ, सानो। यहाँ हेर्नुस् त, हर के छ, यो सानो छ। यहाँ हर के छ, सानो। हर के भयो, सानो। त हर सानो छ भने यहाँ के भइरहेछ, भ्यालु चाहिँ ठुलो हुन्छ, यानी कि यो ठुलो भिन्न भयो। यो के भइहाल्यो, ठुलो भिन्न भइहाल्यो। के भयो, ठुलो भिन्न भयो। किन ठुलो भिन्न भयो भने हर सानो छ भने अब 2 भाग लगाउनु पर्यो। 2 भाग लगाउँछ भने बढीको सम्पत्ति मिल्छ। त्यो भएर यो के भयो त, ठुलो भिन्न भयो। र यहाँ हेर्नु त, यो 6 भाग लगाउनु छ। यदि 6 भाग लगायो भने यो के हुन्छ, हाम्रो सम्पत्ति कम मिल्छ। अर्थात् यहाँ हर सानो थियो, हर के छ, ठुलो छ। हर के छ, यहाँ ठुलो भइरहेको छ। हर के छ, ठुलो। हर यानी कि डिनोमिनेटर के छ, ठुलो छ। ठुलो छ भने यो भिन्न के भयो, यो भिन्न भएको सानो भिन्न भइहाल्यो। के भइहाल्यो, सानो भिन्न भइहाल्यो, हैन। हेर्नुस् त, सानो भिन्न भइहाल्यो। अर्थात् यसलाई यसरी बुझ्नुपर्छ, जुन भिन्नको मानेको जुन फ्र्याक्सनको हर सानो हुन्छ त्यो ठुलो भिन्न, र जसको हर ठुलो हुन्छ त्यो के हुन्छ, सानो भिन्न हुन्छ। यसरी हामी बुझ्यो। नेक्स्ट अब अर्को क्वेशन कन्डिसन राखेर हेरौँ त। जसरी अंश भने थियो समान हुन्छ, हैन। अब हामी अर्को लिउँ त, हर यानी कि डिनोमिनेटर। डिनोमिनेटर यो पनि कुनैमा सेम हुन सक्छ, यानी कि बराबर, हैन, बराबर। यानी कि सेम छ भने के हुन्छ, सेम भएको अवस्था, सेम भएको अवस्था। अब यसमा के हुन्छ त्यो हेर्नुस्। जस्तै एक्जाम्पल, यसैलाई म उल्टो गरिहाल्छु। हेर्नुस् त, जसरी अब यसमा भनेको छ हर चाहिँ सेम हुनु पर्यो। जस्तै कि अब यसैलाई उल्टो गरिदिन्छु। जस्तै 2/3, हैन, 4/3, त्यहीँको 5/3, 6/3। यहाँ के छ त, हेर्नुस्, यसको हर यानी कि डिनोमिनेटर के छ, सेम छ, हैन। हर
अनि केलाई इङ्ग्लिसमा हामी डिनोमिनेटर भन्छ हैन। यो चाहिँ के छ त सेम यहाँ लेखेकै छ, त्यही पनि डिनोमिनेटर के छ यहाँ सेम छ हैन, अनि के बराबर छ हैन, सेम रहेको छ। अब यसमा कुन ठुलो र कुन सानो होला हेर्नुस् त। यो अंशयार अनि कि माथिकोलाई हामी के भनेछौँ पहिला पनि भन्दै सम्पत्ति र तलकोलाई अंशयार, अनि कि तलको अंशयार हो, अंशयार भनेको अंश लिनेवाला हैन। अनि कि दाजुभाइ यो सबै 3 3 3 3 छ, अनि कि 3 जना छ। तर यहाँ सम्पत्तिको रूपमा यहाँले 2 लाख मान्नु, यसलाई 4 लाख बुझ्नु, यसलाई 5 लाख, यसलाई 6 लाख हैन। अब 2 लाख सम्पत्ति छ 3 भाग गर्नु छ, 4 लाख सम्पत्ति छ तर 3 भाग गर्नु छ, 5 लाख सम्पत्ति छ तर 3 भाग गर्नु छ, 6 लाख सम्पत्ति छ यहाँ तर 3 भाग गर्नु छ हैन। कुन ठाउँमा बढी रकम आउँछ नि बढी सम्पत्ति हाम्रो हात लाग्छ होला हेर्नुस् त। बढी सम्पत्ति छ, बढी सम्पत्तिलाई 3 लाख गर्नु र कम सम्पत्तिलाई 3 लाख गर्नु के हुन्छ? बढी सम्पत्ति छ त बढी नै हात लाग्छ यहाँ, हो कि होइन? यहाँ बढी नै हात लाग्छ हामीलाई। सम्पत्ति कम छ तर 3 भाग गर्नु छ, त्यहाँ कम सम्पत्ति हात लाग्छ। अर्थात् 3 भाग गरेर 6 लाखलाई 3 भाग गर्नु र 2 लाखलाई 3 भाग गर्नु कहाँ चाहिँ बढी हुन्छ? यहाँ चाहिँ बढी हुन्छ, यहाँ चाहिँ के हुन्छ? कम हुन्छ। अर्थात् बढी हुनुको मतलब यो चाहिँ ठुलो भिन्न भइहाल्यो। यो के भयो? ठुलो भिन्न भइहाल्यो यहाँ, हो कि होइन? ठुलो भिन्न भयो। र यो चाहिँ के भयो हाम्रो त? सानो भिन्न भयो। के भयो? सानो भिन्न भयो, हो कि होइन? अर्थात् समग्रमा बुझ्दाखेरि यदि हर यानी कि डिनोमिनेटर सेम छ भने जसको अंश यानी कि न्युमिनेटर ठुलो छ त्यो चाहिँ के हुन्छ? ठुलो भिन्न हुन्छ। र जसको न्युमिनेटर सानो छ त्यो के हुन्छ? सानो भिन्न हुन्छ। र योभन्दा अगाडि अंश थियो बराबर, यदि अंश बराबर भएको बेलामा के भएको थियो? जसको अंश सानो त्यो चाहिँ ठुलो भिन्न, जसको हर सानो त्यो चाहिँ ठुलो भिन्न, र जसको हर ठुलो त्यो चाहिँ सानो भिन्न भएको। त्यहाँदेखि उल्टो भएको थियो। अंश बराबर छ भने उल्टो रिलेसन थियो। उल्टो रिलेसन भन्नाले हर सानो त ठुलो भिन्न, हर ठुलो त सानो भिन्न। तर हर यानी कि डिनोमिनेटर बराबर छ भने सेम भयो। सेम भन्नाले के? अब हेर्नुस् यहाँ हर डिनोमिनेटर बराबर छ। बराबर छ भने जसको अंश यानी कि न्युमिनेटर सानो छ त्यो सानो भिन्न, जसको अंश यानी कि न्युमिनेटर ठुलो छ त्यो के भयो त? ठुलो भिन्न भयो हैन। ल यसरी हामी यस्तो कन्डिसनलाई बुझ्यौं। अब नेक्स्ट दुईटा क्वेशन लिएर फेरि आउँछु। ल ओके, आजको लागि यति, धन्यवाद।